संसारका सबै उपायहरूमध्ये सबभन्दा फर्स्टमा सबभन्दा मेन सबभन्दा महत्त्वपूर्ण उपाय भनेको तपाईले आफैमाथि यदि तपाईले लगानी गर्न सिक्नुभयो भने तपाईँ छिटो धनी बन्न सक्नुहुन्छ। तपाईले आफैमाथि लगानी गर्नुको मतलब तपाईले सिपमा लगानी गर्नुहोस्, सिपले तपाईँलाई बेरोजगार हुन दिँदैन। तपाईले ज्ञानमा लगानी गर्नुहोस्, धनी मान्छेहरूका पुस्तकहरू पढ्नुहोस्, तिनीहरूका बानीहरू सिक्नुहोस्, उनीहरू जस्तो बन्ने उपायहरू खोज्नुहोस्। त्यसले तपाईँलाई छिटो धनी बन्न मद्दत गर्छ। अनि तपाईँले आफ्नो स्वास्थ्यमा मानसिक शारीरिक स्वास्थ्यलाई चाहिँ स्वस्थ बनाउन त्यसमा लगानी गर्नुहोस्। यी सबै कुराहरू एउटा आफैमाथि लगानी गर्ने कुराहरू अन्तर्गत पर्दछन्। तपाईँको दिमाग भनेको एउटा चुम्बक हो। तपाईँले आफ्नो माइन्डसेट चाहिँ सही दिशातर्फ फर्काउनु भयो भने धेरै धन तपाईँतर्फ आकर्षित हुनसक्छ। त्यसको लागि तपाईँले सर्वप्रथम चाहिँ आफैमाथि लगानी गर्नुपर्ने हुन्छ।